अतिथि देवो भव र यो कुरा सबैजनालाई थाहा नै छ। बट यदि कुनै मान्छेले त्यही अतिथिको अपमान गर्यो भने अथवा नराम्रो व्यवहार देखायो भने कस्तो लाग्ला? सो हाम्रो नेपाली कल्चरमा अतिथिलाई भगवानको स्वरूप मानिन्छ र यो कुरा तपाईहरुलाई पनि थाहा छ। सो हेलो एन्ड नमस्ते सम्पूर्ण दर्शकबिनलाई, मेरो नाम चाहिँ मोहित चौधरी र आज म यस्तै घटनाको बारेमा कुरा गर्न गइरहेको छु। You came to me, sir. Have you taken my consent to record the video? Throw that out. Have you taken my consent to record my video? Is that necessary or not? Is that necessary or not? Like, I'm trying. I'm just trying to eat. Alright, I'll leave. I'll pay for it. Don't worry. So, do you guys really think this is the right way to talk with the tourist? Before I get started, म केही भन्न चाहन्छु। First time when I saw this video on the internet, मेरो ओपिनियन के थियो भने यस्तो मान्छेहरुलाई त के नि भन्ने, एउटा युएस को फरेनर अथवा भ्लगर भन्न पनि सकिन्छ, द लास्ट जोइन नाम गरेका युएस का भ्लगर पोखरामा घुम्न र डुल्नका लागि आउँछन् र घुम्दै गर्ने क्रममा उनी चाहिँ पिकनिक स्पटमा आइपुग्छन्। सो उनलाई थाहा हुँदैन कि यो पिकनिक हो भनेर, उनलाई लाग्छ कि इट्स अ फ्री फूड। उनले पिकनिकमा गएर जोइन पनि हुन्छन् र राम्रोसँग खाना पनि माग्छन्। खाना खाँदै गर्ने क्रममा उनी आफ्नो भ्लग पनि खिचिरहेका हुन्छन्। उनलाई धेरै रमाइलो पनि लागिरहेको हुन्छ, तर र एउटा महाअनुभव यो भ्लगको बीचमा आएर आफै इन्भल्भ हुन खोज्छन् र अन्तमा भन्छन् कि किन मेरो भिडियो खिचेको। धन्यवाद. Give me some. र यही नेपाली दाइको बिहेभियर देखेर आई वाज फिलिङ सो ब्याड फर द टुरिस्ट। र त्यही दाइले फेरि भनेका छन् मैले जति दिएको पैसा, जति तिरेको छु पिकनिकमा खानको लागि पैसा, त्यति यो केटाबाट पनि तिराउने पर्ने छ। र यो कुराले त्यो टुरिस्टले क्याजुअली लिएको हुन्छ, तर पछि गएर उनले यो कुराले अझै ठुलो बनाउँछन्। I'm not joking. Bro, it's Here, just take it. Keep it. Actually, he's right. You just keep it. There is nothing. I mean, if he wants the money, I'll give it to him. I'm not. No, we don't need any money. I'm not joking. I mean, I'll give him the money. यही दाइले भिडियोको भित्र मोरालिटीको कुरा गर्नु भएको छ। You must learn the morality. Okay? You must learn the morality. Before taking videos, you must take a consent. Okay? I'm not joking. You have eaten. That's okay. No. This is That's you. okay. This is for you. I was joking. I don't This need is that. for you. That No. is 100 rupees, yaar. Oh, you want 1,000 here? I'll do 1,000 here. Here. You want 1,000 here? No. That Here, doesn't take matter. it. This cost 150,000. Okay. सो दाइ, दिस इज द डाइरेक्ट क्वेसन फर यु। एउटा बाहिरबाट आएका व्यक्तिसँग त्यसरी कुरा गर्ने कि यही हो तपाईको मोरालिटी, नर्म्स एन्ड भ्यालुज? र यो सब प्रोपागान्डा मचाइसकेपछि उनले लास्टमा आएर माफी पनि मागेका छन्। सबैलाई नमस्ते। सोशल मिडियामा टिकटकमा भाइरल भइरहेको मैले म मार्फत एकजना विदेशीलाई मिसवेब भएको देखिएको भिडियोको बारे माफी माग्नको लागि एपोलोजीको लागि म यहाँ उपस्थित भएको छु। सो गाइज, म त यति भन्छु, बाहिरबाट आएका कुनै पनि गेस्ट अथवा टुरिस्टलाई जति सक्दो हामीले राम्रो व्यवहार गर्नुपर्छ र वी सुड टेक केयर अफ देम। एन्ड आई मेड दिस भिडियो टु अवेयर अल अफ यु। त्यस्तो नराम्रो कमेन्ट पनि नगर्नु होला। र आजको भिडियो यही सकिन्छ। आई होप यु लाइक दिस भिडियो रियली इन्जोय माई भिडियो। सो प्लिज डु सब्सक्राइब टु आवर च्यानल। थ्याङ्क यू सो मच गाइज। बाई बाई।